हेलो गाइस, यो चाहिँ हाम्रो भोलि बिहाको लागि डेराहरू बनिँदैछ है हाम्रो गाउँमा। र केटाहरू एकदम यहाँ हाम्रो राकेश भाइ, स्टुडेन्ट भाइ, भाइ अङ्कल बिहाको लागि भोलि हाम्रो बिहा छ बहिनीको गाउँमा। काम सघाइराखेको छ केटाहरू है। दाजुहरू हुनुहुन्छ, भाइहरू हुनुहुन्छ, काकाहरू हुनुहुन्छ, एकदम दमदार काम भइराखेको छ है भोलिको लागि। हाम्रो काका भोलि बेहुलीको बाउ चाहिँ यता हुनुहुन्छ, यता हेरिदिनु पर्यो। बेहुलीको बाउ एकदम बिजी छ। यता हाम्रो भाइ राकेश भाइ, यता हाम्रो छोडेन भाइ काम गरिराखेका छन् है भोलिको लागि। हाम्रो बेहुलीको बडा हाम्रो पेमा भाइ एकदम के भन्न चाहनुहुन्छ भाइ दाजुको च्यानललाई? यता हाम्रो दाजु हुनुहुन्छ, ऊ दाजुलाई देखाएन भनेर दाजु पुरा रिसाउँदैछ। ला झऱ्यो त त्यो त लु दाजुले एकैताल उचाले ला यता पनि झऱ्यो लु होइन। अझै एकजना गइदिनु नि माथि। यता चोकेमा यस्तो बाँध्नु पर्ने रहेछ। यस्तो बेहुलीको आमा चाहिँ हेरिदिनु पर्यो। झन्डै लडाइ हो यहाँ। हाम्रो साई बाबा भाइ आइरहेछ है केस। यो हाम्रो चर्च हो भोलि। यहाँनिर यहाँ मण्डपको काम भइराखेको छ। अङ्कल भाइ दाजु यहाँ भोलि बेहुला बेहुली बस्ने मण्डप हो यो भोलिको लागि। दाजु चल्दैछ? ल बनाउनुहोस्, दामी बनाउनु भएछ हो। भोलि यहाँ बेहुला बेहुली राखेर है खदा लगाएर गिफ्ट दिने जग्गा ठिक छ एकदम। भोलि चाहिँ हाम्रो यहाँ है हाम्रो गाउँदेखि यता पारी यस्तो देख्छ, यता सिनहरू यस्तो छ, हाम्रो गाउँहरू यस्तो छ, मकैबारी यस्तो छ गाइस। भोलिको बिहाको एकदम तर्खर हुँदैछ। भोलिको नि म अपडेट तपाईँलाई ब्लगमा मेरो युट्युब च्यानलमा हाल्नेछु। तपाईँले साथ सपोर्ट गर्नु होला। लाइक कमेन्ट सेयर देन सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। यो पारी देख्दै गरेको चाहिँ बर्मेक नाम्ची, त माथि नाम्ची छ है। तल हाइवे रोडमा गाडी कुदिरहेको छु। म जुम गर्दैछु तपाईँलाई कति देख्छ। तल मेधावी कलेज छ त्यहाँनिर, तल रानी खोला सिङताम है। यो मुनि तल रोड देख्नु हुँदै होला है। मैले जुम गरिकन देखाइदिएको छु। अनि डेरामा तिर्पल लाउने काम भइरहेको छ। अनि आज एकदम घाम लागेको कारणले एकदम काम गर्नु एकदम साह्रो परिरहेछ। भाइ त्यसले नघोच है, धुलो पर्छ तिर्पल। अनि एकदम प्लास्टिक लगाउने काम भइरहेको छ है भोलि बिहा। धुलो नबनाऊ है, तिराउँछ फेरि माथि चर्चको होला। यस्तो छ गाइस हाम्रो भोलि बिहाको लागि तर्खर डेरा मण्डप बनाउने कार्यक्रम भइराखेको छ है। भोलि तपाईँहरूलाई म अझै बिहाको सबै देखाउने छु। बिहानीदेखि बेलुकासम्मको ब्लग तपाईँलाई कतिवटा लाइभमा आउँछ होला। तपाईँले हेरिकन मेरो भिडियोलाई सपोर्ट गरिदिनुहोस् भनिकन अनुरोध गर्दछु। हुन्छ, यो छोटो ब्लग म हजुरहरूको सामने यहीँ राख्न चाहन्छु। तपाईँलाई धन्यवाद। भोलिसम्म तपाईँले हेरिकन साथ सपोर्ट माया अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् भन्दै बिदा माग्छु। फेरि पनि तपाईँलाई जय हिन्द, जय सिक्किम।